लोमाङथाङको प्रायःजसो होटलहरू चाहिँ यस्तै हुने रहेछ। वरिपरि रुम अनि बिचमा चाहिँ यो बस्ने खाने ठाउँहरू धेरै हावा चल्ने भएकोले हुनसक्छ। आउनुहोस् अब चाहिँ हामी लोमाङथाङ त्यही त बजार लमङथाङ घुम्न जाउँ। कस्तो रहेछ हेरौँ पुरै लोमाङथाङ कस्तो छ। यो जुन देखेको अगाडिको होटल चाहिँ हामी बसेको होटल हो। होटल स्नो लाइन बाइक देखाउनु परिन्छ बाइक देखाउनु परिन्छ होइन चेन्ज गरेर होला कि गुम्बा होइन यही होला। गल्ली गल्ली घुम्दिउँ न होइन। लमङथाङ रुरल म्युनिसिपालिटी लमङथाङ म्युजियम त्यहाँ चाहिँ यो चाहिँ लोमाङथाङ दरबार पहिलाको राजाहरू बस्ने दरबार छिर्ने मेन इन्ट्रान्स चाहिँ उयो जुन देख्यो नि यही गेट हो। अब हामी चाहिँ यहाँबाट छिरेर भित्र गुम्बा र दरबार पुरानो कस्तो छ त्यो हेर्न जाँदैछौँ। This is the way to Royal Palace. हेर्नु डन माथि हेर्नु ओल्ड लमङथाङ दरबार लोमाङथाङमा चाहिँ मुख्य गरी 3वटा फेमस गुम्बाहरू रहेछन्। त्योमध्ये यो एउटा हो र बाँकी 2वटा चाहिँ पिछिनमा देखिन्छ र यहाँ चाहिँ अहिले यो बस्न नपाइने रहेछ। बाजे तपाईँ नघुम्ने भन्दैन त्यो नभए तपाईँले भनेको छ बाटो जाँदा देखिन्छ भने पो एक शब्द पनि बोलेको छैन। घुम्नुपर्छ सबै पुरानो गुम्बाहरू all ancient gumbas and ruins. शान्ति
मान्छेले यहाँ जिन्दगीभरि यहाँ बस्नुलाई काठमाडौँ बसी कति इरिटेट लाग्ला है। यिनका मध्येमा अर्को यो जम्पा गुम्पा भन्ने दोस्रो हो र यसको यो आर्किटेक्ट चाहिँ एकदम युनिक छ। जम्पा गुम्पा 100औं वर्ष पुरानो यो गुम्बा हेर्नुहोस्। जो आउनुभयो देख्नुभयो, जसले आउनु भएन यही भिडियोबाट देख्नुभयो अहिले। नआउनु भए पनि रिग्रेट चाहिँ हुँदैन है, किनभने मैले भिडियो बनाएर देखाइदिएको छु तपाईँहरूलाई। यतिको ठाउँ माथि जान मिल्ने हो कि नमिल्ने हो, तर पनि हामी यसो जानु चाहिँ जाँदैछौँ। के रहेछ हेरौँ एकचोटि यहाँनिर। हेर्नुहोस् गुम्बाको माथिल्लो भाग यो। यता घुम्न मिल्छ, यता घुम्न आउनु मिल्छ मिल्दैन? जुन हामीले काठमाडौँतिर देख्छौँ नि गुम्बा, त्योभन्दा एकदम बिल्कुलै फरक, शान्त। हो यस्तो चाहिँ तपाईँहरूले देख्नु भएको छैन होला सायदै। हेर्नुहोस् यही नै हो सौन्दर्य। लोमान्थाङ, पुरै लोमान्थाङ देख्न सकिन्छ यहाँबाट। हेर्नुहोस् यो दृश्यहरू, ल्यान्डस्केपको कुरै नगरौँ, तपाईँहरूले देखिरहनु भएको छ। यहाँबाट माथि चाहिँ जान हामी नमिल्ने रहेछ, तार चाला गाएर राखेको छ। देख्नुहोस् सबै घरको माथि दाउरै दाउरा छ। जब यहाँ हिउँ ढाकिन्छ तब त्यति बेलाको लागि स्टक हो यो सबै। रेड पेन्ट गरेर त्यही त नि यहाँ खुट्टा राम्रो हुँदैन हजुर। यहाँ त आउनु होला, यहाँ गल्ली गएर यति गल्ली चेक गरौँ। यताबाट खिचेको गल्ली यो गुम्बा चाहिँ नखुलेको हुनाले हामीले हेर्न पाएनौँ होइन। तोप्चिन गुम्बा त्यो त भोटे लाजा कसरी खोल्छ? तपाईँहरूले इमेजिन नै गर्नु हुँदैन होला कि यो भित्र त्यस्तो त्यति राम्रो छ, त्यति शान्त त्यस्तो छ। यो देख्दाखेरि यस्तो भए पनि अति नै राम्रो छ। फोटो भिडियो खिच्न पाइँदैन भित्र? भित्र पाउँदैन। बजार बाहिर निस्किन्जेलसम्मको भन है। अब बजार बाहिर निस्किन्छ फेरि कन्टिन्यू
त्यताबाट जाउँ न, त्यताबाट जाउँ न त्यता के त्यहाँ पनि छैन। बाटै छैन जस्तो लाग्यो उताबाट राइट साइड हो क्या राइट छैन बोल्थ्यो नि एकछिन गएर आयो भने चाहिँ होइन माथिबाटदेखिको उयो हो अब हामी बिस्तारो बाहिर निस्कनु पर्छ उता राइटतिर लगाएर पुलिस थाना हुँदै अल्याप्प निस्केर जानुपर्छ गुम्बा होला बाँकी कहाँ हुँदैन त्यो त्यहाँ रिसोर्ट देखिरहेको रिसोर्ट देखाएको तपाईँहरू पनि एकचोटि जरुर जानु होला लमनथाङ एकदमै आनन्द आउने ठाउँ छ शान्त मनको शान्ति मिल्छ है त